अभी मजा आएगा ना भिड़ो जित्यो भने झापामा कान काटेर म टेकिङ हस्पिटल लगेर टाका लाउँछु सुन पनि मैले बालन लाने जित्यो भने केटी बाले जित्नुहुन्छ म धादिङमा सुशासन स्थापना गरी भ्रष्टाचार गर्न आएको हुँ के बोले भाइ के बोले के छ थाहा भाइ बोले तेह्र मर्दिन्छु बालेन 5 नम्बरबाट चुनाव लड्दैन म तपाईँको गुनी खाइदिन्छु अब महेश दाईलाई हामी पहिला गृह मन्त्री बनाउने त्यसपछि महेश दाईलाई प्रधानमन्त्री बनाउने कस्तो खराब सपना देखि बाबै 5000 फिट माथिबाट हेलिकप्टरबाट खसेको छु र त्यो हेलिकप्टर कच्याकुचुक हुँदाखेरि पनि बचेको छु बोडी बोलेछ यस्तो यस्तोबाट सक्कल नदेखेर भाग हुन्छ भन्थे